नमस्ते साथीहरू, के तपाईले कहिले महसुस गर्नुभएको छ कि मान्छेहरू तपाईलाई तपाईको स्वभावले होइन तपाईको कमाइले हेर्न थाल्छन्? किन आज पनि धेरै कमाउनेलाई सम्मान दिन्छ र कम कमाउनेलाई व्यवस्था गरिन्छ? के साँच्चै मान्छेको मूल्य उसको मनले होइन उसको पैसाले तय हुने हो र? यदि भोलि तपाईको कमाइ घट्यो भने के तपाई प्रतिको व्यवहार पनि बदलिँदै जाने हो र? आज हामी यही कटु सत्यको बारेमा कुरा गर्नेछौँ। कमाइ अनुसार बदलिने व्यवहार। के हाम्रो समाजमा मान्छेको मूल्य उसको व्यवहारले होइन उसको कमाइले निर्धारण हुन्छ? किन आज पनि कम कमाउने मान्छेलाई कम आँखा लगाइन्छ र धेरै कमाउनेलाई अलग्गै सम्मान दिन्छ? यो प्रश्न सायद धेरैको मनमा आउँछ, तर हामी प्राय यसबारे खुल्ला रूपमा कुरा गर्दैनौँ। हामी यस्तो समाजमा बाँचिरहेका छौँ जहाँ मान्छेको इज्जत धेरै हदसम्म उसको आम्दानीसँग जोडिएको छ। यदि कसैले राम्रो कमाइ गर्छ भने उसको बोलीको मूल्य हुन्छ, उसको सल्लाहलाई महत्त्व दिइन्छ। तर जब कसैको कमाइ कम हुन्छ, उही मान्छे, उही सोच, उही मन, तर व्यवहार भने बदलिन्छ। कहिलेकाहीँ त आफ्नै परिवारभित्र पनि यस्तो देखिन्छ। जसले धेरै कमाउँछ उसलाई बढी माया, बढी सम्मान, र जसले कम कमाउँछ उसको कुरा सुन्ने मान्छे पनि कम हुन्छ। गर्ने व्यवहार फरक हुन्छ, हेर्ने दृष्टिकोण फरक देखिन्छ। यो कुरा सानो लाग्न सक्छ, तर यसको असर धेरै गहिरो हुन्छ। किनकि मान्छे पैसाले मात्र बाँच्दैनन्, उसलाई सम्मान पनि चाहिन्छ। जब कसैलाई बारम्बार उसको कमाइको आधारमा मूल्याङ्कन गरिन्छ, उसको आत्मसम्मान बिस्तारै घट्दै जान्छ। उसले सोच्न थाल्छ, के म वास्तवमै कम मूल्यको मान्छे हुँ? यो भावना धेरै खतरनाक हुन सक्छ। यसले आत्मविश्वास तोड्न सक्छ र सम्बन्धहरू कमजोर बनाउन सक्छ। अर्को कुरा, धेरै कमाउने मानिसहरू पनि सधैँ खुसी हुन्छन् भन्ने छैन। उनीहरूसँग पैसा त हुन्छ, तर कहिलेकाहीँ साँचो माया र साँचो सम्मानको कमी हुन्छ। किनकि धेरैले उनीहरूलाई पैसाको आधारमा मात्रै नजिक हुन्छन्। पैसा हुन्जेल मात्र नजिक सम्झिने हो, आफ्नो सम्झिने हो। त्यही मान्छेसँग पैसा भएन भने जुन हिजो पछि लाग्ने मान्छेहरू हुन्थे, तिनीहरूले नै गर्ने व्यवहारमा फरक देखिन थाल्छ। त्यसैले कमाइ धेरै हुनु नै सबै कुरा होइन, तर हाम्रो व्यवहार अझै पनि त्यसैमा निर्भर छ। हामी अन्जानमा मान्छेलाई उसको कमाइसँग तुलना गर्न थाल्छौँ। उसले कति कमाउँछ, मेरो भन्दा धेर कमाउँछ कि थोर कमाउँछ, यस्ता सोचहरूले हाम्रो सम्बन्धलाई बिस्तारै बिस्तारै खत्तम बनाउँदै जान्छ। साँचो कुरा के हो भने मान्छेको मूल्य उसको कमाइले होइन उसको व्यवहार, उसको सोच र उसको मनले निर्धारण हुनुपर्छ। यदि कसैले कम कमाउँछ भने त्यो उसको क्षमता होइन, सायद परिस्थिति हुन सक्छ। गर्दा गर्दै पनि नसकेको हुन सक्छ, समय परिस्थितिले साथ नदिएको हुन सक्छ। र यदि कसैले धेरै कमाउँछ भने त्यो राम्रो कुरा हो र त्यसले अरूलाई सानो देखाउने अधिकार दिँदैन। हामीले सिक्नुपर्ने कुरा के हो भने सम्मान कमाइ अनुसार होइन, मानवता अनुसार दिनुपर्छ। यदि हामीले यो कुरा बुझ्यौँ भने धेरै सम्बन्धहरू बाँच्न सक्छन् र समाज पनि अझै राम्रो बन्न सक्छ। कमाइ आवश्यक छ, तर व्यवहार त्यसभन्दा धेरै महत्त्वपूर्ण छ। किनकि पैसाले सबै कुरा किन्न सकिन्छ, तर साँचो सम्मान र साँचो व्यवहार र साँचो सम्बन्ध व्यवहारले मात्र जित्न सक्छ। तपाईको विचार के छ? के व्यवहार साँच्चै कमाइ अनुसार बदलिन्छ कि हामी आफैले त्यसलाई बदल्न सक्छौँ? कमेन्टमा आफ्नो विचार जरुर लेख्नुहोस्। आजलाई यति नै। हस्त, नमस्कार। अब फेरि अर्को भिडियोमा भेटौँला। हस्त, धन्यवाद।